हौ काजी के भयो? घाम त कताबाट पो उदाउँछ? हौ बौलाई क्या हो त घाम पूर्वबाट उदाउँदैन? अस्ताउनु त कहाँ पो अस्ताउँछ डुब्नु। अब पूर्वबाट उदाएपछि पश्चिममा अस्ताउँछ नि हौ। अब बौलिस क्या हो त पूर्वबाट घाम के हुन्छ? पश्चिममा अस्ताउँछ। पूर्वबाट घाम के हुन्छ काजी? पूर्वबाट घाम उदाउँछ। पूर्वबाट घाम उदाउँछ। हेर काजी, पूर्वबाट घाम उदाउँछ अनि पश्चिममा अस्ताउँछ काजी। होइन काजी, तिम्रो पनि काजी उमेर त अस्ताउँदै अस्ताउँदै जाँदैछ। अन्त लगन चाहिँ कहिले उदाउँछ काजी तिम्रो? सुली छेप्न आँट्यो काजी। हेर भाइ, 31, 32 तारिक, 33, 34मा चाहिँ आउँछ मेरो लगन। 31, 32, 33, 34, 34 के भन्छौ ल काजीले चाहिँ? 34 चाहिँ फेरि कहाँ हुन्छ? हुन्छ र 34? औ बल्ल बुझेछस् 34 तारिक हुँदैन भनेर। मेरो लगन काट्यो अब, छैन बिहा। बरु पर कोकोकोला यसो ग्लासमा हालेर चाहिँ त्यहाँ खानु हिँड। चल हौ काजी, होइन बिहा नखाने मर्ने काजी। हिँड 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 आइज। काजी तिम्रो सन्तान माछ बिहा हुँदैन। काजी